किसानले आफ्नो खेतमा सुगाको बथानले मकै खाएर सखा पारेपछि सुगालाई पासोमा पारेर अहिले यो मकैको घोगामै ल्याउनु भएको छ। यो सिन्धुलीको यो साल प्रजातिको जंगलमा सुगाहरूको चाहिँ बथान अत्यधिक हुन्छ र सुगाले स्थानीय किसानहरूको मकै खाने नोक्सान गर्ने गर्छ र किसानहरूलाई सुगाले हैरान पनि पारेको छ। यो सुगा धपाउनलाई बिहानदेखि बेलुकासम्म बस्नुपर्छ होइन त बा? हजुर। अब तपाईँको यो सुगाले के गर्यो? तपाईँलाई मकै खायो के हो? मकै ढुट्टो परे खाएछ। त्यो मकै मात्रै खाएछ भने त्यो भित्रको मकैको आँखा मात्रै त्यो दुध मात्रै खाने, त्यही लाउने दुध मात्रै खाने, त्यहाँदेखि विनाश पार्ने। एउटा सुगाले चाहिँ करिब 4 घोकसम्म मकैको भित्रको त्यो के अरे आँखा मात्रै खाएर चाहिँ विनाश पार्ने हो। हजुर हजुर। अनि सुगा धपाउनलाई बिहानदेखि बेलुकासम्म बस्नुहुन्छ खेतमा? हजुर, उज्यालो भइसक्यो, बिहान उज्यालो भइसक्यो, बेलुका उज्यालो रात 9 बजीसम्म